कस्तो छ ठाउँ है गाइज एकछिन अगाडि जाऊँ है त्यहाँ चाहिँ स्मल भयो स्मल भयो त्यो के हो स्न्यापर हो स्न्यापरको बेबी स्न्यापर पऱ्यो पारे फाइनली हाम्रो प्रो दाइले फाल्दै हुन्छ है माछा टाढा फाल्दैछ अघि पनि पर्छ दुईवटा पारेछ हेर्दा काब्रे माछा पाऱ्यो है साथी हेलो एन्ड नमस्ते एभ्रिवान दिस इज मी आइसिङ एन्ड वेलकम ब्याक टु माई अनदर ब्लग सो आज चाहिँ म यता बिहानै उठेर आएर यता क्याम्ब्रिज आएको छु अनि यता दिपक दाईको घरमा छु अहिले हेर्नुहोस् दिपक दाई भित्र केही बिर्सिन्छ लिन जानु ला अनि हामी चाहिँ आज फिसिङ जानु लाग्छ पुरै तरङ्गादेखि यहाँसम्म आज फिसिङ गर्नको लागि हेर्नुहोस् फिसिङ गियर यहाँ छ यहाँ देखाइदिनु क्यामराम्यान फोकस गरौँ हेर्नुहोस् यहाँ छ पुरै चाइनिज सामानहरू सबै माछा चाहिँ यसमा हाल्यो यो भोरी बनाएर ल्याउने माछा यहाँ रड सड पुरै छँदैछ बेड पनि छँदैछ अनि यो चाहिँ मेरो नयाँ ट्रक हो के हो भाडा ल्याएको ट्रकै अब कसैले अब थाहा छैन अब यो मेरै हो होइन त्यो मेरो आज एक दिनलाई है मेरो भाडामा ल्याएको त्यो भएर अब हेरौँ अब रेगुलर जाँदैछु फिसिङको लागि यहाँ 1.5 घन्टा लाग्छ के कसो हुन्छ त्यही गर्दै देखाउँछु हाम्रो एक्सपर्ट दाइ हुनुहुन्छ उहाँ 20 वर्षको अनुभव देखाउनुहोस् फिसिङको 20 वर्षको अनुभव उहाँ हुन्छ म उहाँको सिक्दैछु उहाँको चेलो म आज सो गाइज अहिले चाहिँ हामी यता रेगलानको वाफ एरियामा आइपुगिसकेका छौँ है आज यहाँ खत्रै माछा पार्नु पर्ने हुन्छ हाम्रो प्रो दाइ हुनुहुन्छ यता लक्ष्मी गुरुङले चाहिँ के ल्याएछ उता चियरमा बस्न मात्र आयो खासै माछा त पर्दैन होला ए हामी चाहिँ रेडी भएर आएको छौँ हाम्रो स्पटमा पहिले मान्छेहरू बसिसकेको छ बसिसक्यो है मेन त्यहाँलाई लाँदा निकाल्ने पादै पादेर त्यसलाई भयो नि त्यहाँबाट यस्तो छ वाफ एरिया मेरो पात गाउँदैपछि त्यहाँ त्यसै भएको छ कि ठाउँ छोडेर ठिक छ ल रेगलाङ क्याफे स्याफे पनि हिजो अगाडि मारिरह अब स्पट खोज्नुपर्ने भएको छ हामीले शान्ति नै यहाँ ल फिस एन्ड चिप्सहरू पाउँछ जस्तो परिसक्यो खै कहाँ ल अब यताबाट सुरु गर्नुपर्ने हुन्छ गाई सिनसिनो देखाउँछु तपाईँहरूलाई के कसो हुन्छ अपडेटहरू गरिरहन्छु कतिवटासम्म चाहिँ एकचोटिमा 12:30 धामी उचाल्न सक्यो हल्लिँदै आयो माछा झ्याममा एकचोटि पानी अन्डायो भनेको 12:30 धानको माछा मैले झ्याम समातेर आएको यहीँ देखाइदिउँ त लिमा दाजुले पो त 12:30 के बोले भाइ के बोले के छ थाहा फिसिङ गर्नु सजिलो छैन गाई यत्रो काट्नुपर्छ बेड चोक्टा बनाएर फुयो फाल्नु पर्दैन जहाँ छ पुग्छ त कस्तो डराएर माछा पार्ने झे यस्तो डरायो झे दाइको त क्या अग्लो रहेछ म त माथि खिचिरहेको छु मेरो हेर्छु मेरो के भयो मेरो त गरुङको भए पऱ्यो क्या दाइ
परेछ त मेरो खाटे खै है अब यता कस्तो पाएको माछा परे हैन अर्किन्छ और 50 रुपया कट ओवर एक्टिंग के वजह मेरो माछा पर्यो अड्क्यो है ला अब के हुन्छ के हुन्छ त्यो छुट्छ अब तिम्रो नभन नि त्यस्तो यो त यहाँ वेल माछा पर्यो यार तिम्रो के भयो मेरो सो जुड्यो क्या कस्तो भुरा माछाहरू माछा पनि हुँदैन अहिले त्यस्तो अड्किनु कसरी पर्यो त मेरो सो जुड्यो क्या भवाल फाल्नु त हाम्रो प्रो दाइले फाल्दै हुन्छ है माछा टाढा फाल्दैछ अब सिधै अब 20 धानीको निमा दाजुले पारे जस्तो पार्ने हो अब शान्ति र न्युजिल्यान्डको निमा दाजु है उहाँ 20 धानी माछा त हल्लिँदै निकाल्छ पानी मुनि गएर यो पल पहिले यस्तै थियो कि मान्छेले त्यो फिसिङकै लागि बनायो हो एक केटाले खतरा खतरा निकाल्यो अघि पनि पर्छ दुईवटा पारेछ हेर्दा हेर्दा काब्रे माछा पार्यो है साथी यसको भाग्य बलियो यसको हामी आएर यसको लक लाखायो दुईवटा पर्सियो थ्याङ्क यू भन्नु मलाई दिएको हजुर तिम्रो खोइ के हो तिम्रो त माछाले पेट मात्र खाइदिन्छ पार्ने होइन कुर्ची यहाँ बसी बसी कसले पार्छ दाइले चाहिँ अघि सानो एउटा माछा पारे है 1 पाउ जतिको पऱ्यो तिम्रो हालो भित्रै छोडिदियो कुदे हेर नि त्यो मात्र छोड्छु भुरा माछा कति धेरै आउँदा है ए त्यो चाहिँ 50 वटासम्म मात्रै पार्नु पाउने है हेर्नु त भुरा माछाहरू यहाँ नेपालको खोलामा भए पुरै खोलै थुनेर दाइ है पुरै त्यो के थुन्से राखेर यत्रो भुरा माछा मारेर कम खान्थ्यो फ्राई गरेर नि यहाँ त पाइँदैन यहाँ जम्मा 50 वटा मात्रै पाउँछ अरे यो बेड माछा मार्न चाहिँ त्यो 50 भन्दा बढ्ता मात्रै इलिगल हुन्छ अरे देख्छ हुन्छ सबैजना यहाँ माछा मारिन्छ कहाँ जान्छ हाँसेर पानी कहाँ गयो हेर्दा हेर्दा यहाँ सबै मान्छे प्याक भयो यार फिसिङ गर्ने मान्छे के हान्दैछ ओइ दुईवटा बच्चा लगाएर चलाइरहेको डिस्के यहाँबाट उहाँले कस्तो तरिकाले बल्छी हान्दा चाहिँ पुरै बट्टामा एकछिन चाहिँ म यता डुल्दै आएको पुरै राइडर हिँडिरहेको छ पुरै कहाँबाट आयो खै सबै हाम्रै गाउँतिरको जस्तो छ चाइनिजहरू मात्र छ त्यो खैरीहरू होला भनेको त दामी हो कि सो गाइज हामी चाहिँ अब एकछिनतिर डुल्दै जान्छ दिपक दाइले एकछिन छोडेर माछा साछा परेन दिपक दाइले छोडेर हामी घुम्दैछु अब अघितिर जानु पऱ्यो क्याफे हिजो मैले हिँड्यो भने त्यो क्याफेसँग हेर अब परेन हामी एकछिन अगाडि जानु पऱ्यो अब यो मान्छे यता आइपुग्छ है अब त्यहाँतिर चाहिँ फेरि खैरी बच्चाहरूले पारिरहेको छ अब किन पाउँदैन नि पाउँछ हामी नगएको पो हो त 8 बजे 8:30 बजे आएको यार कति 12 बजिसक्यो एउटा पनि परे छैन ब्याकग्राउन्ड सिन चाहिँ बवाल छ अरू त त्यस्तै हो होइन उनी आउनु मन लाग्छ यार मसँग फेरि यस्तो के ह्यान्डसम भएपछि गाह्रो छ क्या मलाई त्यो है सम त्यो सो गाइज हामी चाहिँ अब एकछिन यहाँ वकतिर हिँड्दैछु है यहाँतिर यस्तो हिँड्ने ठाउँहरू चाहिँ अगाडितिर
तर हामी चाहिँ यता सानोतिर गयो यहाँ यता पनि बल रहेछ त यहाँ पनि एउटा यस्तो मान्छे थियो झुनिने कुरा राख्नु पर्ने क्या तार्जनी जस्तो कुरा नजाऊ है कुरा नजाऊ पान चाखा त नुनेले छ कि छैन नाच्छस् कुन डान्स हो त्यो रिसुमी साइनलाई डान्स गर्दै नि तिमी त्यो माइल लाग्यो साइन लाग्यो जस्तै त्यो पागलवाला डान्स के अब एकछिन त्यहाँ जानु त्यो सानो पुलमा हिँड्नु पऱ्यो के कसो देखाउँछु यस्तो छ ठाउँ है गाइज एकछिन अगाडि जाऊँ न है त्यहाँ चाहिँ सबैजना माछा मारेर आउँदैछ बच्चा सब बुढा सबै माछा मारेर आउँछ यस्तो छ है गाइज पेट्रोलियमको फोटो चाहिँ हुँदैछ क्या देखाइदिन्छु यिनीहरूलाई नि म अगाडि आइपुग्नु लागिसक्यो यहाँ पो रहेछ त स्विमिङ गरिनु भयो फिसिङ गरिनु भयो सानो सानो बच्चाहरू छ यस्तो छ ठाउँ यहाँबाट गाई चाहिँ सिन बल छ त अनि हाम्रो चाहिँ तर स्मल भयो स्मल भयो त्यो के हो आई थिङ्क स्नेपर हो स्न्यापरको बेबी स्न्यापर बेबी स्नेपर पऱ्यो गाड्छु छ गाइज ल बरु पारेँ है फाइनल्ली सानो पऱ्यो फाल्नु पऱ्यो हेर गाड्छु खाइदिनु क्या अब त्यो माछाले तारेर त्यस्तो नि हुन्छ र आइसिङले यहाँ फाल्न लाग्दैछ अब यहाँ मान्छे हेर्न सक्नुहुन्छ ओ माई गड कति धेरै यति धेरै सब माछामा लाग्यो मान्छे पनि हेर्नु फेरि क्रस भयो त्यहाँ त छैन होला साथीहरू माछा मार्नलाई है आज माछाले साथ दिएन कि भाग्यले साथ दिएन कि त्यस्तो भनेर चाहिँ हो क्या धेरै आउनु पाएन 1 घन्टा भएन परेन भनेर यो अमल त सुकेको गाई चाहिँ अझै हामी अर्को साइडमा आएको छु है फिसिङको लागि अनि दाइ चाहिँ यतापट्टि हुनुहुन्छ अनि लक्ष्मी गुरुङ चाहिँ उतानिर छ हामी चाहिँ 3 जना छुट्टै ठाउँमा बाँडेर गएको छु अघि मैले एउटा सानो बेबी फिस पारेको थिएँ स्न्यापर तर त्यो सानो साइज भयो भनेर छोड्नु पनि होइन कति सिएम रे दाइ 27 भन्दा मुनि होइन 27 भन्दा सानो साइज भयो भने फेरि समात्ने बित्तिकै पानी फालिदिनु पर्ने हिजो त्यो मैले फालिदिनु पऱ्यो तर फर्स्ट टाइम एउटा समातेँ मैले पनि यहाँ लाइफमा न्युजिल्यान्ड आएपछि ओइ खतरा पारिदियो अन्त टाइम छोड्नु पऱ्यो त्यो फाल्दियो नि त त्यो सानो भएर क्या साइज खै के पऱ्यो कति लामो चुच्चो यार हो खै अलि देखाउँदै हाल्दैछ गरेर लामो खालको सानो यो चाहिँ राख्नु पाउँछ है यस्तो 50वटा कि 60वटासम्म राख्नु पर्छ होइन त्यो फिसको दाम के हो यस्तो थोरै त्यो मुख चुच्चो हुँदा चाहिँ पाएको दुईवटा भयो अघि एउटा मैले पार्दा खसालेर 3टा हुन्थ्यो यार गाह्रो छ गाई त्यहाँ टोटल 4 हाल्नु त अब राख्नु पाएन त्यो के अन्त अब यस्तै छ हाम्रो त अझै परे छ है पढा चाहिँ सर्प जस्तो यसको चाहिँ खतरा हाल्छ छोड चाहिँ के भन्छ मुखको चुच्चोलाई चुच्चो भनौँ न फतौरी बुढीको चुच्चो हुन्छ नि लगाइज ल बिस्तारै बिस्तारै घर जानुमा चाहिँ परिरहेको 1-2वटा सही हो
ओइ भन्दै उठिरहेको छ यार कतेर साथ ओइल त छु तिनवटा भयो अब यसलाई घरलाई पाल्नुपर्छ अब सो गाइज अब हामी चाहिँ घर फर्किँदैछौँ है फिसिङ पनि गरिसक्यो अनि हामीले चाहिँ टन्नै माछा मारेको छौँ यहाँ देख्न सक्छौँ यो बकेट भरि छ माछा है हामी टन्नै माछा मारेको छ हाम्रो साथीहरू चाहिँ अगाडि गइसक्यो म पनि जाँदैछु गाइज है सो आजको हाम्रो फिसिङ चाहिँ अब यति नै होला जस्तो सो गाइज हाम्रो फिसिङ चाहिँ आज यहीँ इन्ड हुन्छ अनि मैले यहाँ बकेट ल्याएको छु यो भोरी छ माछा आमामा स्न्यापर सबै छ यहाँ ट्राभल कि ट्राभल लिएर है माछा जानु थाहा छैन तर यहाँ सबै छ हाम्रो अब सामान प्याक गर्दैछु अब हामी जानुपर्ने हुन्छ क्याम्ब्रिजतिर त्यसपछि फेरि तरङ्गा जानुपर्ने हुन्छ गाह्रो छ हामीलाई ल लक्ष्मी गुरुङ देखाएको त सो यति भन्दै आजको अब ओभरअल भ्लग चाहिँ अब ठिकठाकै भयो रमाइलो भयो जस्ट फिसिङ गर्दा मजा आयो हाम्रो दिपक दाई हुन्छ ल बिग साउट आउट टु दिपक दाई उहाँले सबै सिकाउनु भयो माछा मार्ने कसरी अब नेपालमा गएर नि अब एउटा माछा मारेर खान सकिन्छ बुढी गण्डे कहाँ गएर सो त्यही हो गाइज ल यति भन्दै अब राख्नु तिमीलाई कस्तो लाग्यो माछा मार्दा मैले त पारेँ 2 दिन तिमीले त पाऱ्यो भने है ल दिपक दाई धन्यवाद है ल धन्यवाद तपाईँले हामीलाई यसो यहाँ रेगलानसम्म फिसिङ गरेर ल्याउनु भयो अब नेक्स्ट टाइम अब हामी दुइटाले तरङ्गा मार्नुपर्छ है सो यति भन्दै आजको भ्लगबाट चाहिँ अब बिदा हुन चाहन्छु ल अर्को भ्लगमा भेटौँ ल के कसो हुन्छ पछि नै कुरा हुनु ल बाई बाई